आज सोचिरहेको थिएँ के गरौँ भनेर। अनि यो मेरो फेडल लिफ फेक चाहिँ कत्रो हाइट भएको थियो क्या, झन्डै मदत्रै भएको थियो होइन। तल राख्दाखेरि पनि मदत्रै हाइट भएको थियो। अनि मैले यसलाई सपोर्ट पनि राखेको थिएँ। मैले सपोर्ट निकालेर यसलाई चाहिँ म प्रोपगेट गर्छु भनेर काट्ने निदो गरेँ। अनि मेरो चाहिँ ठुलो पातवाला छ क्या। अनि मैले बल्ल थाहा पाएँ यो दुईवटा पातवाला हुँदो रहेछ, एउटा ठुलो एउटा सानो। मसँग भएको चाहिँ ठुलो पातवाला यस्तो दामीवाला थियो। अनि कहाँबाट काट्ने भन्दा भन्दै मैले यहाँबाट काट्ने डिसाइड गरेँ है। आमामा काट्नु त काटेँ होइन, मेरो शरीरको कुनै अङ्ग काटेर मलाई हट भयो जस्तै, मलाई कस्तो हट भएको क्या यो देखेर। किनभने यस्तो दुःखले हुर्काएको हो नि त। अनि यसमा फङ्गिसाइड मैले लगाइदिएँ, यसमा फङ्गसहरू नलागोस् भनेर। अब यो काटिसकेपछि केही छैन, पछि यसको साइडबाट ब्रान्चेसहरू आएर बुस्सी हुन्छ क्या। अनि यसको कटिङबाट पनि कति धेरै ग्रो भएको मैले हेरिरहेको हुन्छु क्या टिकटकतिर। अनि म पनि ट्राई गर्छु भनेर यसको कटिङको सबै पातहरू मैले निकालेँ होइन। कत्रो पात छ क्या यसको, यस्तो राम्रो छ नि। अनि तलको चाहिँ सबै काटेर माथिको पातलाई चाहिँ मैले हाफ गरेर कटिङ गरेँ होइन। अनि त्यस पछाडि यसमा पनि फङ्गस नलागोस् भनेर फङ्गिसाइड लगाएँ। अनि त्यस पछाडि सानो पट ल्याएर अनि त्यहाँको माटो चाहिँ एकदम मोइस्चर बनाएर यसलाई गाडेर एकदमै टाइट बनाएँ होइन। त्यस पछाडि चाहिँ फेरि फङ्गिसाइडको त्यो पानीले स्प्रे गरिदिएँ क्या मैले। अब यसको ग्रो भएपछि म फेरि हजुरहरूलाई देखाउँछु नि। यसको पातबाट पनि मैले चाहिँ कति ग्रो भएको देख्छु नि। यसलाई चाहिँ पानीमा हालिदिएँ मैले। अनि तपाईँहरूलाई यो मेरो भिडियो मन पऱ्यो कि मन परेन भन्नुहोस् ल।